सिडी माथि चाहिँ नचढ्नु ल अहिले। ला कति छिटो राति। होइन माथि किन जानु हो राति नजानु। माथि राति किन जानु। भए पनि राति माथि किन जानु। राति बसेको छ भने पनि धपाउनु हुँदैन नि अरू बसेको राति बास बस्न दिनुपर्छ। अनि नधपाउने भएपछि चढ्ने नै होइन सक्यो। नमस्कार रिप्लाई त गर्नै पर्यो। कतै त ठीक साना होइन छिप्पिएको त पाक्ने रहेछ। म त अस्ति अलिकति सब्जी खाएँ अनि देख्न त देखिनँ यहाँ मैले ल्याएको पनि अलिअलि गिलो गिलो भएछ क्या त्यही भएर थाहा देखिएन देख्न मेरो त पाकेकै छ नि त यहाँ खाइदिएको अघि ग्यासमा तताइवरी अब नतताई तताएर जस्तो नि खाइदिन्छु। खाएँ त अलिअलि तताएर तताएर पनि सरको घर त्यस्तो छ। मुगु त बरु राम्रै हुन्थ्यो। दुर्गम भत्तै 8,000 प्राविको माविको 14,000। सदरमुकाम होस् कि जहाँ जस्तो नौडा जिल्ला विकट जिल्लामा भरि माविको 14,000 प्राविको 8,000। सदरमुकामै परोस् कि जहाँ परोस् अनि निमाविको कति हो 12 हो कि कति। सबै दुर्गम सकियो। तपाईलाई त्यो थाहा रहेनछ होइन। यता पनि मलाई सोध्छ नि त दुर्गम भत्ता हुन्छ भनेर के को पाउनु भने चाहिँ दुर्गमै हो यो पनि मेरो विचारमा। जिल्ला भए पुगो सदरमुकामै भए पनि सक्यो नौडा जिल्लाको त्यसको विकट भनेर चाहिँ लास्टै त कमाइ हुँदो रहेछ नि। अनि त्यो त नमुना स्कुल थियो तर नमुनामा अझै अरू बढी 8,000 प्राविको माविको 14। बुझ्नी बबल टी यो बबल टी कहाँबाट सुन्छ। सुत्ने बेलामा नखाऊ धेरै। त्यो त बुझे।
राति उठ्न झन्झट हुन्छ नि त। कतिको बिल उठायो? ए होइन उहाँ चाहिँ दिउँसो। ए मात्रै मात्र ओके भनेको